गाइज म फाइनल्ली यो नगरकोटको हाइटमा आइपुग्न लाग्यो। आइपुगिसक्यो भन्दा नि भयो। यता यो बाटो चाहिँ म फर्स्ट टाइम हिँडेको अनि यहाँ चाहिँ पुरै घुम्ती सानो बाटो अनि जङ्गल रहेछ क्या। यता ठुलो जङ्गल रहेछ अनि अलिकति स्क्यारी थियो बट म यहाँनिर आइपुगिसकेँ। अब त घरहरू आइसक्यो। अब चाहिँ तलतिरबाट उता गएर चाहिँ नगरकोट निस्केर कुन्ता बेसी निस्किने, त्यसपछि जिरोकिला निस्किने। बाई बाई। यहाँ चाहिँ अनि बच्चाहरू पिङ खेलिरहेको रहेछ। कति रमाइलो। अब एक लट बच्चाहरूसँग पिङ खेलेर जानु पर्ला जस्तो लागिरहेको छ। अघि तल यहाँ अलिकति अप्ठ्यारो रहेछ। त्यहाँ त स्कुटर त पक्लकै ढलिरह्यो भने त्यही भएर यो मेरो पुरै यतापट्टि पङ्गो भयो। यता नजाने भयो। म त झन् टाढा जाने हो अनि गइहाल्ने हो म त। होइन होला के हो भाइले त डेन्जर मजाले खेल्यो। बाजेले अझै खेल्नु भन्ने भन्थ्यो एकजना त्यो बाजेले। मैले त पुगेँ यहाँ चाहिँ रातो भयो पिङ समातेर। शङ्खरा पुल आएर पिङ खेल्यो। गाइज म फाइनली नगरकोटको टपमा आयो। अब यहाँनिर सल्लाह गाडी कुन्ता बेसी लाग्छ। त्यता अब कुन्ता बेसी साइडबाट जाने हो। पुरै हुस्सु लागेर ओहो। अनि उताबाट आउँदा चाहिँ एकदमै हुस्सु लागेको छ अनि पुरा जङ्गल अनि कस्तो डर पनि लागिरहेको थियो। तर फाइनली यहाँ आइपुगेपछि मलाई ढुक्क भयो। त्यताको बाटो चाहिँ खासै थाहा पनि थिएन, त्यही भएर न डर लाग्यो। अबको बाटो चाहिँ मलाई क्लियरली थाहा छ यहाँदेखि चाहिँ। बाई बाई। अब उता गएर भेटौँला है। बाटो चाहिँ डेन्जर तुवाला लागेर केही नदेख्ने भइरहेछ। यस्तो भएर छेक्यो देउराली डाँडा हुसुर कुहिरोले जगै पनि छोडेन कहिल्यै मायाको धुइरोले भने जस्तो भइरहेछ हौ गाइजहरू। पुरा अन्धकार हुने रहेछ यहाँ हुसु लागेर। दाजुको चाहिँ के भयो बाइक बिग्रियो के हो। गाह्रो छ गाह्रो। मैले चाहिँ आज घरमा ढाँटेको छु नि त। अन्त स्कुटर ल्याएन गाडीमा बसमा आएको छु भनेर तर मैले लिएर आएको छु। त्यही भएर मनमा अलिकति जसक्कै डर चाहिँ लागिरहेको छ। किनभने ढाँटेर हिँड्नु हुँदैन भन्छ नि त। यहाँ तर केही पनि हुन्न होइन। उहाँहरूले भन्नुभयो कि ठिकै बाटो राम्रो छैन, यो बर्खाको टाइममा पानी परिरहेछ भनेर हो। तर म एकदम स्ट्रङ छु क्या। म सक्छु, म जे पनि गर्न सक्छु होइन। मेरो साथीले चाहिँ यहाँनिर धोका दियो। साथी के गर्नु, एक ठाउँमा पर्लक्कै ढलिदिएर यस्तो भयो। पर्लक्कै ढल्छ केटो डराम भने। ओके मेरो फाइनल डेस्टिनेसनमा आइपुगिसकेको छ। लामसागु आइपुगेँ फाइनली। अनि यहाँ चाहिँ मेरो सानो मम्मीको घर अनि म यहाँबाट टिका लगाएर जान्छु अब। आइज
The next day. कान्छामाको घर आज मामा माइजूहरू भाइ बहिनीहरू सबजना काठमा पुग्नु भइसक्यो घर चाहिँ सुनसान हामी मात्रै आएको के गर्नु लास्टमा त बुढी मम्मा मात्रै हुनुहुन्छ गाइजहरू अब कति साह्रो तर्सेर भएको उल्टो भयो मेरो मोबाइल कभर भयो तिमीहरूलाई जुस के खाएको त्यस्तो त्यो जनताहरू किन तलतिर बसेर यसरी गफ गरे हो माथि आउनु पर्यो गफ गर्नलाई ब्लगर के गर्दै छ यिनीहरू तास खेल्ने अनुहार हेरौँ तपाईँ हेर बाबु मान्छे राम्रो हो कि तास खेल्ने कला राम्रो हो यता हेर त बाबु कति हाल्यो 50 रुपियाँ 30 रुपियाँ आमा अझै रहेछ त फेरि भरे खेल्ने होला नि अझै छ 750 तास खेला जितेको 750 गाइजहरू आइपुग्यो ल सुन्यो दाइले त लदायो भने त कट्टु खोलिदिन्छ अरे मेरो 1 लाख 1 मिलियन पुगोस् 1 मिलियन Oh my god! धन्यवाद The next day. कहाँ कसरी आमिनको घरमा आइपुग्यो हामी आमिनको घरमा
अब हाम्रो कान्छामाले टिका लाउँदै हुनुहुन्छ कान्छामा चाहिँ अस्ति बिजी भएर माइली ढिला आएको भएर मामा घरमा जानलाई के अरे मामा घर जाँदा मामा ससुराली जानु भइसक्यो फेरि आज चाहिँ मौकामा चौका यतिरै टिका लगाइदिनु भएको आशीर्वाद पनि टन्नै दिनुहुन्छ दक्षिणा पनि टन्नै दिनुहुन्छ कान्छामाले वर्षैपछि फेरि तागले तागदा नि अहिले पेट्रोल हाल्नुहुन्छ कान्छा मामाले चाहिँ उसलाई मात्रै थुप्रो हो कि के हो हामी है अलिक दक्षिणा धेरै बनाउनुलाई बिहे गर्नै पर्ने भयो नत्र भए घाटा लाग्ने भयो हामीलाई होइन त सिरी हामी दुईजनालाई घाटा लागिहाल्यो नि सिरिजनाको फर्स्ट टाइम होला होइन त होइन यहाँ यो घरमा छिरेको साइड पऱ्यो ल उसलाई साइडमै टिका लाउनु पायो Mama, ano yung ganyan sa'yo? Anting manik mo niya. Last ay pati yan.